साथीहरु नमस्ते, वेलकम टु माई युट्युब च्यानल। दिस इज मी सिका गदारी। आइसकेको छु नयाँ दिन नयाँ ब्लगको साथमा र आज चाहिँ मेरो फर्स्ट ब्लग हो। कस्तो लाग्छ, कुनै कुनै बिग्रेको हुनसक्छ, तपाईहरु हेरेर भनिदिनु होला। अब आज चाहिँ म हजुरलाई मेरो घरमा भएको बोट बिरुवाहरू देखाउँदैछु। फर्स्टमा चाहिँ म मेरो भाइलाई देखाउँदैछु। यता हेर त भाइ, चाहिँ मेरो भाइ हो। हेलो भन्दै सबैजना, हेलो भन्दै। पानी परेको छ यहाँ चाहिँ। अब चाहिँ म देखाउँछु है त। सो यहाँदेखि सुरु गरौँ। यहाँनिर चाहिँ धनियाँको बोट छ। यहाँनिर यो चाहिँ धनियाँ हो। अनि यत्रो लामो चाहिँ के हो भन्नुहुन्छ भने यो चाहिँ के हो मम्मी? यो चाहिँ फुल हो। यति राम्रो फुल छ यहाँ चाहिँ। अनि कत्रो ठुलो भएको छ। अनि त्यसपछि यहाँ पनि अर्को यस्तै छ, तर यो चाहिँ पातलो छ। अनि यहाँनिर पनि एउटा बोट छ। यसको चाहिँ मलाई नाम आउँदैन। मामु यसको नाम थाहा छ हजुर? यसको नाम फुल्ने फुल अरे के नामै थुङ्गे फुल। अनि यहाँनिर नि यहाँ कता गयो? यहाँनिर खोर्सानीको बोट छ। अनि फल्नाटे कहाँ छ फल? ए यहाँ फल्दै रहेछ नि त। यहाँ चाहिँ फल्दैछ। अनि यता पनि थोरै थोरै फल्दै चाहिँ छ। अनि उतानिर एलोभेरा छ। यहाँनिर क्याक्टस छ, डरलाग्दो। अनि यो चाहिँ के हो? यो चाहिँ मनी प्लान्ट रहेछ है त। अनि यो सर्पो जस्तो खाले चाहिँ के हो मलाई थाहा भएन। अब चाहिँ हाम्रो यहाँनिर भएको चाहिँ यति नै हो। अब म तलको देखाउँछु है त। सो अहिले चाहिँ पानी पर्नु आँटेको छ। यता पानी पर्दैछ। म चाहिँ ब्लग देखाउँदैछु। उतातिर के छ, यतातिर नि छ। यता त्यो हामी खान्छौँ है, सानोमा खेल्थ्यौँ हामी। अब उतानिर देखाउँछु ल। त्यहाँ घन्टीवाला बोट उतानिर छ। घन्टीवाला हजुरहरूले देख्नु भएन? यहाँनिर हेर्नु त, फोहोरहरू फ्याल्ने ठाउँ नि त्यही छ। अनि यहाँनिर लुगा धुने ठाउँ भयो। अनि यहाँनिर छ। उतानिर किम्बुको बोट भयो। त्यो किम्बुको बोट भयो। अनि उयो के हो यो? तेजपत्ता अरे यो चाहिँ। अब ठुलो पानी पर्नु थाल्यो। के झर्यो होला? ठुलो पानी पर्नु थाल्यो है हाम्रोतिर चाहिँ। अब आजको लागि चाहिँ यति नै। अरू चाहिँ नेक्स्ट भिडियोमा भन्नु होला छु कस्तो भयो भन्नु होला। प्लस डोन्ट फर्गेट टु लाइक, सेयर, सब्सक्राइब इन माई भिडियो। थ्याङ्क फर वाचिङ। बाई बाई।